2082 साल वैशाख 14 गतेका दिन संरक्षण विकास लघु वित्तीय संस्थाले शाखा कार्यालय अत्तरियाले आयोजना गरेको संस्था सुदृढीकरण कार्यक्रम तर्जुमा गोष्ठीमा उपस्थित हुनुभएका तपाईहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। यो तालिम कार्यक्रम 2 दिनको रहेको छ र यसमा हामीले संस्थाको भावी कार्ययोजनाको रूपरेखा तर्जुमा गर्नेछौँ। मैले ढिलो नगरिकन कार्यक्रमको औपचारिक समुद्घाटनको अनुमति माग्दछु। यस संस्था सुदृढीकरण कार्यक्रम तर्जुमा गोष्ठीमा सभाध्यक्षता वा आसन ग्रहण गरिदिनु हुनका लागि साना किसान विकास लघु वित्तीय संस्थान शाखा कार्यालय अत्तरेका अभिभावक शाखा प्रबन्धक आदरणीय हिक्मत बहादुर वंशलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका सदस्य सुदूरपश्चिम प्रदेश कृषि सहकारी सङ्घका अध्यक्ष अग्रज व्यक्तित्व सामाजिक अभियन्ता आदरणीय धर्मसिंह कुमारज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि सुदूरपश्चिम प्रदेश कृषि सहकारी सङ्घका सचिव साना किसान कृषि सहकारी संस्थाले माला खेतीका मुख्य प्रबन्धक आदरणीय गौरव खत्री सरलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी अतिथिको आसन ग्रहण गरिदिनु हुनका लागि कैलाली जिल्ला कृषि सहकारी सङ्घका सचिव साना किसान कृषि सहकारी संस्थाले श्रीपुरका मुख्य प्रबन्धक आदरणीय टेकराज भट्ट सरलाई हार्दिक अनुरोध गर्दछु। मञ्चमा आएर आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी शाखा कार्यालयका अधिकृत कृष्ण गोविन्द ढुङ्गेल सरलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी शाखा कार्यालयका सहायक लक्ष्मी बस्नेतज्यूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। त्यसैगरी उपस्थित सम्पूर्ण साना किसान कृषि सहकारी संस्थाका मुख्य अबको सत्र कार्यक्रम समुद्घाटनको रहेको छ। पानसमा दीप प्रज्वलित गरेर यस कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुनका लागि प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका सदस्य सुदूरपश्चिम प्रदेश कृषि सहकारी सङ्घका अध्यक्ष ज्यूलाई हार्दिक अनुरोध गर्दछौँ। स्वागत छ। सम्पूर्णमा धन्यवाद। हाम्रो कार्यक्रम समुद्घाटन भइसकेको छ। यस गोष्ठी कार्यक्रममा शुभकामना मन्तव्य राखिदिनु हुनका लागि कैलाली जिल्ला कृषि सहकारी सङ्घका सचिव साना किसान कृषि सहकारी संस्थाले श्रीपुरका मुख्य प्रबन्धक टेकराज भट्टज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। आदरणीय यस सभाका अध्यक्षज्यू, अत्तरिया शाखा कार्यालयका सम्पूर्ण सहकर्मी र यहाँ उपस्थित हुनुभएका विभिन्न सहकारी संस्थाका मुख्य प्रबन्धक र अन्य सहायक प्रबन्धक लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट केन्द्रीय सहकारी सङ्घको तर्फबाट र सुदूरपश्चिम प्रदेश कृषि सहकारी सङ्घको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। र यो जुन 2 दिने जुन कार्यक्रम छ तपाईँहरूको योजनातर्फ गोष्ठी हुने रहेका छौँ 82 र 83 को लागि र अहिलेसम्म गरेका कामको समीक्षा र भावी रणनीति पनि तपाईँहरूले गर्नुहुनेछ। र योजना तर्जुमा गर्दा अहिले कृषि सहकारी संस्थाहरू विषयगत हाम्रो कृषिमा परेको हुनाले हामीले कृषि सहकारीले 31% र 30% हामीले कृषिमा लगानी भएकै हुनुपर्ने, अन्यथा बचत नजानुपर्ने भन्ने कुराहरू ऐनमा कानुनमा
यस्ता कुराहरू आएका छन्। यहाँहरूले धेरैले बुझ्नुभएको छ। यतातिर पनि हामीले एकदम मध्यनजर गर्दै र अर्को कुरा